हेलो साथीभाइ दिदीबहिनी आमा बुवा जो भिडियो हेर्दै हुनुहुन्छ सबैजनामा मेरो नमस्कार प्रणाम। आजको भिडियो रहेको छ हामी दुई जुम्ल्या भाइको व्रतबन्ध। व्रतको 2 दिन अगाडिदेखि नै घलियो सरसफाइ सबै पुरा गरियो, सबै आफन्तजनहरूलाई निमन्त्रण गरियो। हेर्दै हेर्दै घर नै यस्तो झिलिममा होइन झिल्केको चाहिँ हामीले बनाइसकेका थियौँ। अब साँझ हुँदाखेरि है, अब यो दिनको साँझदेखि हाम्रो कथा स्टार्ट हुन्छ। व्रतको 1 रात अगाडि कथा हुने र गोठमा यज्ञ थापिने प्रचलन रहेको थियो। हामीले पनि त्यसै नियमअनुसार यज्ञ बनाइसकेका थियौँ र गोठभित्र छिरिसकेका थियौँ। हाम्रो चाहिँ पूजाको तयारी सबै पुरा भइसकेर हामी चाहिँ गोठभित्र बसेका थियौँ। अब कोहीजनाहरू सगुन गाइरहेका थिए, कोही केही गरिरहेका थिए। हाम्रो सबै काम पुरा गरेर अब हामी यज्ञनिर बसिसकेका थियौँ। यो दिन भने धेरै रमाइलोको पल। त्यो बेला चाहिँ मनमा राम्रै काम गरिरहेको छु जस्तो लागिरहेको थियो। मन पुरै भगवानप्रति थियो। त्यो बेला चाहिँ हामी दुईजनाको सङ्कल्प स्टार्ट भयो। अगाडि चाहिँ हामीहरू त्यस्तो सङ्कल्प छोड्ने अनि केही पनि थिएन। त्यो बेलादेखि हाम्रो स्टार्ट हुन्छ। आज भने हाम्रो चाहिँ एकदम विशेष दिन रहेको थियो, सबैभन्दा विशेष दिन रहेको थियो। बुवा चाहिँ उता छेउमै बसिरहेका थिए, त्यहीँनिर मम्मी पनि बसिरहनु भएको थियो। यहाँ उता हजुरआमा पनि हुनुहुन्थ्यो। हाम्रो सबै परिवारका मान्छेहरू यतै भित्रै बसिरहेका थिए। यो बेला खुसीले आमा बुवाको आँखाबाट आँसु रसाइरहेको थियो। त्यो आँसु भने खुसीको थियो। खुसीको आँसु रोकिनै रोकिएनन्। मम्मीको मुहार हेर्दाखेरि खुसीले भित्र मनमा है के कुरा सोचेर आफ्नो भित्रै मनमा लुकाएर चाहिँ बाहिर कसैले नभनिकन भगवानसँग बिन्ती गरिकन भगवानलाई चाहिँ भनिरह होलान् है मम्मीले चाहिँ। तर हामीलाई पनि केही भनेन। तर मम्मीको रियाक्सन हेर्दा, मम्मीको अनुहार हेर्दाखेरि चाहिँ उनी चाहिँ होइन अब भगवानलाई चाहिँ केही कुरा मागिरहेछन् होला है। अब छोराहरूको लागि राम्रो होस् भनेर, जे पनि अब राम्रो होस् भनेर मागिरहेकी छिन् होला। बुवा चाहिँ धेरै खुसी हुनुहुन्छ। बुवाको आँखाबाट पनि आँसु रसाइरहेको थियो। बुवाको रियाक्सन हेर्दा पनि बुवा पनि धेरै खुसी हुनुहुन्छ।
11 बजेको राति 11 बजेको आरती सकेर फेरि हामी चाहिँ आफ्नै पूजापाठतिर लाग्यौँ। हाम्रो रातिको पूजा सकेर अब बिहान चाहिँ कपाल काट्ने टाइम लगभग 4 बजे होला होइन, 4 साढे 4 बजेतिर अब हाम्रो कपाल काट्ने स्टार्ट भयो है। कपाल काट्दाखेरि यो होइन पहिलो कपडा चाहिँ टाउको माथि लगाएर बहिनी र होइन त्यहाँ दिदीले चाहिँ माथिबाट पहिलो कपडा त्यो उ गरेर छोपेर चाहिँ अब तल कपाल काट्नुहुन्छ अङ्कलले चाहिँ। अब कपाल काट्दाखेरि चाहिँ पहिलोचोटि यहाँ कैँचीले काट्यो, अनि त्यसपछि चाहिँ ब्लेडले के गरे पुरै मुण्डन गर्ने हुने यसपछि है। अब त्यसपछि पुरै मुण्डन गरेर दुइटै भाइको के सँगै काट्ने के। अब मेरो चाहिँ यहाँ कैँचीले काटेको छ भनेपछि अब भाइको पनि यहाँ कैँचीले काट्छन् है, किनकि दुईवटा जुम्ल्या भाइको जे पनि हुन्छ सँगै हुन्छ के, त्यस्तो फरक हुँदैन। त्यही भएर अब यहाँ भाइको पनि काटिसकेको छ है, दुइटैको काट्नुपर्छ, किनकि मेरो मात्र मुण्डन गरेर मेरो पनि त्यहाँ सिद्ध्याएर फेरि भाइको काट्नु भएन, त्यो मिलेन। त्यही भएर दुइटैको सँगै काटेको। अब यो कपाल काटिसकेर फाइनली अब यो भनेको यसपछि यस्तो दुःख हुन्छ नि, कान छेड्छन्। 22 वर्षसम्म कहिले कान नछेडेको 81 छेडिदिन्छन्, यस्तो दुख्छ नि त्यो बेला। अब ल छेडिसक्यो, अब आमामा हो के हो रुनु पनि भएन है त्यति बेला। अब रोयो भने यति मान्छेहरू अगाडि 22 वर्षको भएर पनि रोइरहेछ भन्छ। यस्तो मैले सहेर बसेको थिएँ नि त्यो बेला है। त्यो हाम्रो चाहिँ कान छेड्ने बेला चाहिँ होइन छेडिरहेको थिएन, यता घुमाइरहेको छ उता घुमाइरहेको छन् 52 बजेले। अहिले त्यो लास्टै पिड भएको थियो है त्यो दिन। तर अब के गर्ने, पिड भएर नि होइन सहनु पऱ्यो, रुनु परेन, त्यस्तै थियो गाइजहरू। अब तपाईँहरूको पनि होइन कान छेडेको छ भने ठिकै छ, तर 81 22-23 वर्षमा छेड्नुहुन्छ भने साह्रै दुख्दो रहेछ क्या। अब एउटै कानमा चाहिँ त्यति धेरै त यो कानमा चाहिँ केही भएको थिएन। मेरो अर्को कान छेड्दाखेरि न आमामा यस्तो म त होइन त्यहीँनिर रोइदिन्थेँ क्या, के गर्ने अब है। त्यहाँनिर मान्छेहरू धेरै भए, अब आफ्नै बिल्ला गर्छन् होइन, यताउति खोजेर म नरोएको हो कि। अब है यो कानमा चाहिँ अब भइसक्यो होइन, कान सान छेडेर अब त्यत्तिकै अब त्यो धागो सागो बाँधेर छोडिदिन्छ है। अब त्यसपछि मेरो अर्को कानको पालो आउँछ। अर्को कानमा चाहिँ अहिले त्यहाँबाट ब्लड समेत निस्किन्छ त्यो कानबाट, त त्यो चाहिँ छेडिँदैन क्या, यति साह्रो दुख्ने रहेछ है। कान छेड्नेमा अब मान्छेहरूले चाहिँ होइन नाक छेडा हुन्छ, के छेडा हुन्छ के छेडा हुन्छ। यहाँ आफूलाई होइन एउटा कान छेड्नेमा यति दुखाइ लागेको थियो पुरै नभन। अब यहाँ भाइ पनि आइसक्यो होइन, आत्तिएर आइरहेको छ, यो पनि अब सेल्टिन्छ एकछिनमा है।
अब त्यसले यस्तो मसार मुसुर गरिरहेछन् बामन बाजेले होइन। अनि यस्तो राम्रो गरिदिन्छन् कि कुरै छोडौँ कि त्यस्तोको त आमामा अಯ್या मलाई अझै पनि दुखिरहेछ। मैले अहिले भिडियो एडिट गरिरहेको मलाई अहिले पनि दुखिरहेछ। आमामामा ल ल ल ल ओ माई गड हो कि कसम कि मलाई अझै पनि यो हेऱ्यो भने मेरो अझै दुख्छ कि यो कानमा। तर अहिले त मैले टपसप लगाइसकेँ है, अहिले त मलाई केही छैन। तर यो बेला चाहिँ उता भाइ चाहिँ अगाडि चाहिँ एकदम डराइरहेछ कि अगाडि नै उसको चाहिँ मेरो हेरे नै सुचिरह होला अब कस्तो हुन्छ, कस्तो दुखाइ हुन्छ। अब हुन्छ नि त अब केही नभएको कुरा भइरहेछ भन्दाखेरि कस्तो हुन्छ भन्ने फिल भयो मलाई पनि होइन। कान त छेड्ने हो र के नै हो र कस्तो नै हो र भन्ने लाग्थ्यो। जब छेड्यो त्यसपछि थाहा भयो है, अब मेरो त सक्यो। म त अब त्यति बेला त्यस्तो भएन, म ढुक्क बस्यो। अब त्यहाँबाट भाइको हुन्छ, भाइको त यस्तो त्यो पनि मक्ख परिरह होला है, के हुन्छ भनेर त्यसलाई पनि लास्टै दुखाइ भयो होइन। त्यो भनिरहेको थियो पछि मलाई लास्टै दुख्यो भनिरहेको थियो भाइले पनि। धेरै आत्तिएर हेरिरहेको कि उताबाट यस्तो टाउको गरेर यस्तो टाउको गरेर हेरिरहेछ। अब थाहा हुन्छ ल आइज केटो आइज अनि थाहा हुन्छ। ल है अब त्यसको पनि रेडी हुँदैछ। ल आइज ल है, आइसक्यो केटो आइसक्यो। ल रेडी। तर त्यति बेला त आमामा यस्तो दुख्यो भने ल ठिक छ एकचोटि दुखाइ हुन्छ ल है। धेरै उतादेखि हेरेँ। अब मैले हेर्नु परेन, अब मैले आफ्नो छेड्ने बेलामा चाहिँ के देख्न पनि पाएन। म पनि त्यहाँबाट यस्तो हेरिरहेको छु, हाँसिरहेको छु। अब आफ्नो छेड्ने बेलामा त थाहै भएन नि, केही त अब थाहा हुँदैन होइन। कान छेडिरहेछ भने चाहिँ अब कहाँ थाहा हुन्छ र यस्तो दुखाइ हुन्छ भनेर थाहा थियो मलाई। अब हेर्नु परेन, म हेर्न उहाँदेखि कस्तो हेरिरहेको लपिएर हो हेर्नुपर्छ कि। अब आफ्नो देखिएन भने अब अर्काको हेर्नुपर्छ कसरी दुखाएर रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ के। ला मामा आइया ओ माई गड ल छेडियो मा। तर हेरेको चाहिँ मैले अब त्यहाँ अब मैले त्यति बेला गरिसकेको थिएँ कि एकदम मैले छेडेर साइड लागिसकेको थिएँ। अब उहाँदेखि त हेर्नु पऱ्यो नि यति दुखाइ भयो, कसरी भयो, के भयो भन्ने कुरा चाहिँ हेर्नु पऱ्यो राम्रोसँग। तर दुखाइ चाहिँ लास्टै भयो। यसपछि अब भाइको एक कान पनि छेड्यो। भाइको यो कान छेड्दा पनि अब त्यतिकै हुन्छ कि त्यहाँ पनि टाइम लाग्छ, यो छेडिँदैन। एउटा कान चाहिँ मेरो पनि त्यस्तै भएको थियो, पल्लो साइड चाहिँ त्यो भएको थियो कि राम्रोसँग छेडिएको थिएन सिधैमा। धेरै मान्छेहरू भनिरहेको थियो पछि होइन किन भयो के भयो दुखाइ भएन र केही भन्ने भएन। अब कसरी दुखाइ भयो, मलाई कसो यस्तो भयो उस्तो भयो, त्यहाँ रुनु भएन कि। अब के गर्ने, जे छ मनमै छ भनेर म त्यस्तै रोकेर बसिरहेको थिएँ। अब भिडियो चाहिँ बनाउने भाइले चाहिँ एकदम राम्रो भिडियो बनाइदिएको क्या। भाइलाई पनि धेरै धन्यवाद, क्यामेराम्यान भाइलाई पनि है। तर यो भिडियो क्यामेराम्यान भाइले पनि हेरिहाल्छ होला। अब दुइटैजनाले कान सान छेडिसक्यो। अब त्यसपछि अब नुहाइ धुवाइ हुन्छ। अनि त्यसपछि अब फेरि हामीलाई त्यो जोगी बनाउँछन् क्या। जोगी भनेको चाहिँ अब भिक्षा माग्ने होइन, घर परिवारलाई आफ्नो यो हाम्रो गुरुलाई पाल्ने है, त्यो भिक्षा मागेर अब त्यस्तै काम हुन्छ हाम्रो यहाँ। भिक्षा माग्ने, जोगी बनाउने, अनि कहाँ होइन के भन्छन् त्यहाँ कहाँ पढ्न जाने। त्यहाँ पढ्न जानलाई चाहिँ त्यो जति बेला भाग्छ नि त मामाले समाउँछ होइन। हामीहरू त भाग्ने चाहिँ मामाले समाउने हो। त्यति बेला चाहिँ पढ्न जान्छु भनेर त्यहाँदेखि भाग्ने हो कि। त्यो बेला समाएर फेरि हाम्रो त्यहाँ फिर्ता ल्याउने हुन् कि। त्यो बेला चाहिँ अब यो बेला चाहिँ भाइको यस्तो दुखाइ भयो होला नि। अब यो यत्तिकै कान छेडिसकेपछि अब लास्टमा भनेको हाम्रो चाहिँ त्यो भिक्षा माग्नलाई के जोगी बनाउने है। अनि त्यसपछि जोगी बनाएर भिक्षा मगाउने है। अब हुन्छ नि त
मन थिएन जोगी बन्नलाई भन्थे नि त हो। त्यस्तो अब जोगी बनाइन्छ, त्यसपछि भिक्षा माग्ने हो। त्यो जीवन पनि हुन्छ कि एकचोटिको लागि हाम्रो लाइफ भनेको, जीवन भनेको जोगीको जस्तो हुन्छ कि हो। हाम्रो त्यही लाइफ जिउनुपर्छ कि हामीले एकछिनको लागि। अब जोगीले लगाउने लुगाहरू पनि रेडी गर्दैछन् बाहुन बजाइले। अब भइसक्यो रेडी चाहिँ। अब होइन यस्तो अब कपडा चाहिँ लाउन पाइँदैन कि, त्यो सिलाइको कपडा हुन्छ नि हो, त्यो कपडा चाहिँ लाउन मिल्दैन। त्यो बेला जोगी भएको बेलामा अब हामीहरूले यस्तो मिल्दैन नि त सिलाइको कपडाहरू लगाउन। हामीले नसिलाइको मात्र लगाउने के, यस्तो धोती काटेर अब त्यहाँ टाउकोबाट पनि सिलाएर हुन्छ, काटेर मात्र के, त्यो सिलाए जस्तो त्यस्तो पर्दैन के। त्यो भएपछि त जोगी भएको भएन नि है। त्यसपछि त मान्छे भइहाल्यो त्यो, मतलब त्यो भन्छ नि त अब त्यो मान्छेको माया हाल्यो। न हामीले यति बेला भनेको न हामीले ऐना हेर्न मिल्ने, न हामीले कपाल कोर्न मिल्ने है कपाल, अनि न हामीले के अब कपाल मुण्डन गरेर जोगी बनिसक्यो नि हो। यति बेला चाहिँ हामीले छोड्यो भनेपछि है, त्यहाँ हामीले जोगी बन्न चाह्यो भनेपछि त्यति अब हामीले यो बेलादेखि भनेको न हामीले कपाल काट्ने, न हामीले दाढी काट्ने, न हामीले आफ्नो हात खुट्टाको नङ हुन्छ नि त त्यो काट्ने, केही पनि काट्नु पर्दैन के। न हामीले ऐना हेर्न मिल्छ, न के, न कपाल कोर्न भइहाल्यो है। अब त्यहाँदेखि लिएर सबै कुरा के गर्न मिल्दैन के। बस हामीले भनेको चाहिँ जाने हो होइन, त्यो भिक्षा माग्ने हो आउने हो, जाने हो भिक्षा माग्ने हो आउने हो, अरू केही मिल्दैन। अनि त्यो भिक्षा मागेर आएर हामीले गुरुलाई दिने हो, गुरुलाई पाल्ने हो है। गुरुले भनेको अनुसार हामीले चल्ने हो। त्यसपछि अब यसपछि अहिले भनेको अब हामीलाई सन्य हुन्छ नि त। व्रत गरेपछि अब सन्य गर्नुपर्छ। त्यो सन्य सुनाइने अब काम स्टार्ट हुन्छ कि यसपछि। सन्य भनेको अब होइन त्यो बाहुन बाजेले चाहिँ शङ्ख बजाउनु हुन्छ, अनि कानमा आएर भन्छ नि त, जो गोप्य हुन्छ कि हामीले कसैलाई भन्नै मिल्दैन कि। मैले कसैलाई भन्न मिल्दैन, अनि अरूले मलाई यही बेला हो कि भन्ने भनेको, सुनाउने भनेको सबैले यही बेला हो। अनि आफूले चाहिँ कसैले भन्न मिल्दैन, आफ्नो मनमा जपिराख्ने हो भगवानको नामहरू होइन। जे सुनाउनु हुन्छ त्यो हामीले जपिराख्ने हो होइन। त्यो जनैलाई समाएर होइन, अब 4 औँलामा यस्तो बेडेर भनेर सिकाउँछन् बाहुन बाजेले पछि हो। त्यसपछि हामी त्यस्तै गर्ने हो। अहिले भनेको चाहिँ अब सुनाइसक्यो, अब सबैले सुनाउनुहुन्छ। अब हामीले पनि अब भरे अर्को दिनमा कुनै दिनमा होइन कसैको व्रत बन्द भइरहेछ भनेपछि हामीले पनि यो सिकेको कुरा अरूलाई भन्न त्यति बेला भन्न मिल्छ, तर चाहिँ अरू बेला चाहिँ हामीले त्यसरी भन्न मिल्दैन है। अब त्यसपछि यहाँ भाइलाई पनि त्यहाँ सुनाउँछन् है, सन्या सुनाउँछन्। यो भनेको हामीले बिहान नुहाएपछि होइन, बिहान नुहाएपछि अब नुहाएर त्यसपछि हामीले एक ठाउँमा बसेर पानी लगेर है, जल चाहिँ चाखेर उ गरेर हामीले सन्या गर्ने हो। अहिले भुल्ने होइन, अहिले भनेको कुरा हामीले भुल्नु पनि हुँदैन है। त्यो कुरा भनेको हाम्रो इम्पोर्टेन्ट। व्रत भनेको यही हो क्या, व्रतको मेन कुरा भनेको यही हो क्या। अब व्रत भइसक्यो, मेन कुरा भनेको अब हाम्रो जिन्दगीभरि हामीले यस्तो नै नुहाइराख्ने, अनि त्यो यो जे भनेको छ नि त त्यो जबहरू हामीले गरिराख्ने, त्यो गर्नुपर्छ कि। अब बाहुन बाजेले भनिसक्नु भयो, अब हामीलाई त त्यो सबैले भनिदिनु हुन्छ कि, जसलाई जे आउँछ नि, जति आउँछ है त्यो सबैले भनिदिनु हुन्छ कि। त्यसपछि हामीले पनि जति क्याच गर्न सक्यो दिमागले है त्यति गर्ने हो। अनि त्यसपछि अर्को दिनबाट त्यही भन्ने हो, खाना खाँदाखेरि है, बिहान नुहाएपछि भन्ने हो, अनि खाना खाँदाखेरि त्यस्तै भन्ने हो।
अब है सबैले भन्छन् कि हामीलाई एक गरेर सबैले सुनाउनुहुन्छ है। अब सबैले त सुनाइरहेछन्, तर तिनीहरूले पनि है अरू बाहिरको मान्छेले नसुन भनेर शङ्ख बजाउने काम चाहिँ गर्नुहुन्छ कि भानुभजन है। त्यति बेला जो सुनाउनुहुन्छ नि त, त्यति बेला शङ्ख पनि बजाउँछन्, किनकि हामीले मात्र सुनाउन्, बाहिरको मान्छेले नसुनाउन् भनेर हो कि त्यो शङ्ख बजाउने भनेको। त्यो भनेको कसैले सुन्नु पनि हुँदैन है। यो गुरुले सिकाएको हुन्छ नि त, सबैले सिकाएको हुन्छ नि त यो सन्यास। अब हामीले बिर्सिनु हुँदैन कि कहिले पनि, यो बिर्सिनु हुँदैन, यो भनिराख्नुपर्छ कि हामीहरूले सबैले होइन, त्यो याद गरिराख्नुपर्छ, बिहान बिहान सधैँ भनिराख्नुपर्छ कि अब त्यो नियमअनुसार है, हाम्रो त्यो संस्कृति अनुसार। अब ठुलोवाले पनि हामीलाई सुनाउनुहुन्छ, टिका लगाउनुहुन्छ, अनि त्यसपछि त्यो सन्यास चाहिँ हामीलाई सिकाउनुहुन्छ के भन्ने के नभन्ने भन्ने है। अब त्यसपछि भाइलाई पनि सिकाउनुहुन्छ ठुलो भाइले, त्यसपछि सबैले सुनाउनुहुन्छ कि यसपछि हामीलाई। सिकाउँदा अब चाहिँ बुवाले पनि सिकाउनुहुन्छ कि हामीलाई, बुवाले पनि सन्यास सिकाउनुहुन्छ है। त्यो भनेको हामीले सधैँ याद गरिराख्ने हो है। त्यसपछि बुवाको पालो आउँछ, सबैले सुनाउनुहुन्छ यसरी गरी नै पालो पालो लगाइकन होइन, सबैले सुनाउनुहुन्छ। सबैले सुनेको होइन, सबैको मुखबाट सुनेको एक एक होइन शब्द पनि याद गरेर राख्ने भने धेरै हुन्छ कि सबैले अब फरक फरक भन्न सक्छ। सन्यास त अब धेरै हुन्छ, लामो हुन्छ, हामीलाई कुनै बेला कति बेला टाइममा हुनसक्छ होइन, हामीले कति गरेर भन्ने 3 चोटि 9 चोटि 12 चोटि कति थियो होइन, त्यो भनेको थियो, म अहिले नै बिर्सिहालेँ। तर हामीले चाहिँ जहाँ हुँदा पनि जति पनि 3 चोटि चाहिँ हामीले भन्नै पर्छ अरे है। 3 चोटि चाहिँ हामीले त्यस्तो त्यो सन्यास सिकाएको थियो नि त। टाइम छ भनेपछि धेरैचोटि पनि सबै भन्न पनि भ्यायो भने धेरै राम्रो हो, नभयो भने पनि अब 3 चोटि चाहिँ भन्नै पर्छ भन्दै थिएँ है। त्यसपछि अब बाले पनि सिकाउनु भयो। अब सबैभरि यसरी नै पालो पालो गएर सबैले सिकाउनुहुन्छ। अबको काम भनेको चाहिँ हाम्रो भिक्षा माग्ने भयो के। मन थिएन जोगी बन्नलाई भन्यो नि त, अब जोगी बनेपछि यस्तै हो, यसरी जाने हो, भिक्षा मागेर आउने हो, पछि अझ फेरि हामीले भिक्षा त्यो मागेर हामीले गुरुलाई दिने हो, गुरुले भनेअनुसार गर्ने हो कि। अहिले हामी भनेको गुरुको अन्डरमा चल्ने हो क्या। गुरुले जे भन्नुहुन्छ नि हामीले त्यही गर्ने हो कि। अब यो भिक्षा मागेर आइदेऊ भन्यो होइन हामीलाई, अब हामी चाहिँ गयौँ होइन, अहिले मानव गाउँ घरमा गयौँ, भिक्षा मागेर आयौँ है। अब उनीहरूले भिक्षा दिन्छन्, त्यो भिक्षा हामीले राख्ने होइन कि, त्यो भिक्षा फेरि हामी लगेर चाहिँ हामीले त्यहाँ दिने हो कि गुरुलाई। अब गुरुले फेरि जे भन्नुहुन्छ है हामीले त्यही गर्ने हो। अझ जहाँ भन्छन् भनेपछि हामीले जाने। हामीलाई त्यस कति 3-4 चोटि चाहिँ यस्तो भिक्षा माग्न चाहिँ हामीलाई पठाएको थियो है। त्यसपछि हामीले 3-4 चोटि होइन, पहिलोचोटि गुरुलाई दियौँ, दोस्रोचोटि कसलाई, तेस्रोचोटि कसलाई गर्दै है सबैलाई हामीले दिनुपर्ने हुन्छ है। हाम्रो हातमा त केही हुँदैन नि त। अब भिक्षा माग्न जाँदाखेरि पर्दैन, सबै हामीले गुरुलाई नै दिने हो, गुरुले नै पाल्ने हो, गुरुले नै त्यति बेला त जे पनि सब गुरुले नै गर्ने हो कि। त्यति बेलाको हाम्रो संसारमा भनेको गुरुभन्दा कोही ठुलो होइन कि, भगवान्भन्दा हाम्रो लागि कोही ठुलो होइन। त्यति बेला गुरु हाम्रो लागि सबै थोक गुरु हो कि। हामीले जे भन्यो त्यही हामीले गुरुले भनेको मान्ने हो। अब हामी एकचोटि त मागेर आएर होइन त्यहाँ दिइहाल्छौँ। अब त्यसपछि गुरुले भन्नुहुन्छ अब यो भिक्षा चाहिँ यहाँ राख्नु पऱ्यो, यसलाई दिनु पऱ्यो, यो गर्नु पऱ्यो है, त्यो जे पनि भन्न सक्छन् है। अब त्यसपछि अझ फेरि जानु पऱ्यो भिक्षा माग्न चाहिँ है, पुगेन यसले खानै पुगेन भन्छन्, फेरि हामीले जानु पऱ्यो। रियल लाइफमा भने पनि त्यस्तै हुन्छ कि। अब यति बेला त बढ्दो भइरहेको छ, अहिले सामान्य नर्मल देखाइरहेको हो, तर रियल लाइफमा जोगी बन्न पऱ्यो भनेपछि यस्तै हो कि। अब हामी जान्छौँ कुनै कुटीमा जान्छौँ, कुटीमा चाहिँ होइन हाम्रो गुरु हुन्छन्। अब गुरुले जहाँ भन्छन् होइन, जहाँबाट मागेर आइज भन्छन्, अब हामीले त्यहीँ जाने हो कि त्यही काम गर्ने हो। हाम्रो जोगी भइसक्यो भनेपछिको हाम्रो काम त्यही हो, न सिलाइको कपडा लाउने हो, न केही, न हातको नङ काट्ने, मैले भनिसकेँ अगाडि नै, न केही न केही मैले सबै भनिसकेँ हो, त्यसै गर्ने। अब हामीले मागेर आएपछि गुरुलाई दिउँ है। अब गुरुले जे गर्नुहुन्छ गुरुले गर्नुहुन्छ कि, हाम्रो हातमा चाहिँ त्यति बेला के हुँदैन, जे गर्नुहुन्छ गुरुले नै गर्नुहुन्छ त्यति बेला। अब मागेर आएर हामीले सबै गुरुलाई दिइसक्यौँ। अब फेरि भन्नुहुन्छ अब गुरु यतिले त पुग्दैन है, फेरि अरूलाई पनि दिनु छ हामीले,
त्यही भएर अझै लिएर जाऊ, अझै माग्न जाऊ भनेर फेरि हामीलाई त्यहाँबाट पठाउनुहुन्छ के। अब बाहिरमा अब फेरि अझ त्यही भिक्षा माग्नुतिर गयौँ के। अब त्यसपछि रियल लाइफमा सोचिरहेको थियो भने त्यति बेला त रियल लाइफमा जोगी बन्छ नि त। अब उसको चाहिँ के होला त, कस्तो होला, के सोचेर भयो होला होइन। अब कुनैको हुन्छ त त्यसपछि जोगी भयो भने चाहिँ भएन, घर छ न घरबार छ न केही छ है, न आफ्नो भन्ने। त्यसपछि के भन्यो भने एक्लो भयो त्यसपछि है, त्यसको लागि गुरु मात्र सबै थोक भयो है। त्यसपछि जोगी भयो भनेपछि है, न घरको आमा बुवा भन्न पाइयो है, न आफ्नो श्रीमती भन्न पाइयो, न केही त्यसपछि त्यो एक्लै भयो है। त्यो बेलाको जीवन हेर्दाखेरि चाहिँ मलाई त्यस्तो उ लागिरहेको थियो कि मलाई त जोगी बन्न कस्तो दुःखको जस्तो जीवन लागिरहेको थियो। म त उस्तै ठिक छु जस्तो लागिरहेको थियो। अब के गर्ने, अब त्यति बेला चाहिँ एकचोटि चाहिँ भोग्नै पर्छ नि त। अब हामीले त्यति बेला बुझिहाल्यौँ जोगी अब के हुन्छ भन्दाखेरि कसैले जोगी बन्ने मन छ भनेपछि है, यति बेला नै यहाँदेखि कोही मान्छे के खास त होइन, तर लगभग कोही मान्छे यति बेला नै भागेर जान्छन् के। किनकि उनीहरूको मनमा के हुन्छ भनेपछि उनीहरूको मनमा यस्तो सोच आइदिन्छ कि हाम्रो लागि भनेको चाहिँ घर परिवार चाहिँ के होइन, तर हाम्रो लागि त्यो गुरु नै हुन् के, संसारमा भगवान नै हुन्, गुरु नै हुन् भन्ने जस्तो सोच आउँछ। जसले म यस्तै जोगी बनेर चाहिँ माग्नुपर्छ, यस्तै जोगी बनेर चाहिँ उ गर्नुपर्छ, जिन्दगी जिउनुपर्छ, जोगी चाहिँ राम्रो हो, भगवान चाहिँ हुन् यताउति भन्ने सोच हुन्छ भने कोही मान्छे त्यहाँदेखि हिँडिदिन्छन् है। अब त्यस्तो अब संस्कृतिमा त्यस्तो होइन, अब यो जोगी बन्नै पर्छ, एकचोटि त हाम्रो बन्नै पर्ने हुन्छ। त्यही भएर हो अब कोही मान्छे कहीँ मैले सुनेको छु कि हो त्यहाँदेखि भागेको छन्। किन भागेका छन् भने उनीहरूको गुरुले उति बेला उनीहरूलाई सबै भगवानको बारेमा भनिदिन्छन् होइन। अब भगवान नै सत्य हुन् है, ईश्वर नै सत्य हुन् भनेपछि तिनीहरूको मनमा त्यसै लाग्छ, अनि तिनीहरू चाहिँ त्यहाँबाट भाग्न चाहिँ बाध्य हुन्छन् के। अब त्यही भने भगवान चाहिँ हुन्छन् है, नहुने कुरा होइनन् होइन। मनमा सबैले भगवान हुन्छन् भनेर राखिराख्ने है, मनमा सबैले याद गरिराख्ने, सम्झना गरिराख्ने, अब आफ्नो संस्कृति अनुसार चल्ने हो। अब जे गुरु भन्नुहुन्छ गुरुले है, त्यही हामीले पनि मान्ने हो। अब त्यसपछि अब 2 चोटि 3 चोटि त मागिसक्यौँ, अझ माग्दैछौँ, जति भन्यो त्यति नै माग्ने हो। यस्तै हो जोगीको लाइफ पनि है। अब हामीले चाहिँ भिक्षा चाहिँ मागिरहेको थियौँ, अब त्यो भिक्षाले पुगेन के। अब सबैलाई पाल्न पुगेन नि, अब गुरुले भन्नुहुन्छ सबैलाई पुगेन, के गर्ने है। अब 3 चोटि 4 चोटि मागिसक्यो। अब जो गाउँघरमा बसेका कुटिया हुन्छन् उनीहरूको पनि यस्तै हो है, दिनमा जान्छन् बेलुका आउँछन्, दिनमा जान्छन् माग्न जान्छन्, अझ भिक्षा माग्न जान्छन्, बेलुका आउँछन्, अब पुग्दैन है। अब त्यसपछि भन्नुहुन्छ हामीलाई चाहिँ गुरुले भन्नुहुन्छ, अब तिमीहरू चाहिँ यसरी भएन है, यो चाहिँ हाम्रो चाहिँ भिक्षा मागेर चाहिँ भएन, पुग्ने भएन, टार्ने भएन यसले। अब तिमीहरूले नै पढ्न जानुपर्छ भन्छन् कि। पढ्नलाई चाहिँ कहाँ जानुपर्छ भन्छन्, काशी जानुपर्छ भन्छन् है। अब हामीलाई काशी जानुपर्छ भनेपछि हामीलाई त्यहाँ पढाइको खर्च, जाने बाटोको होइन भाडो खर्च होइन, भाडा खर्च सबै चाहिँ अब गुरुले अब होइन दिएर हामीलाई पठाउँछन्। अब हामीलाई काशी पढ्न चाहिँ जाऊ भनेर तिमीहरू चाहिँ अब काशी पढ्न जाऊ, यहाँ चाहिँ होइन अब यतिकोले नपुग्ने भयो है। अब परिवारमा त के छ भन्दाखेरि अब त्यो त एउटा अर्को गुरुहरूलाई पाल्नु पऱ्यो, परिवार जस्तै भइहाल्यो होइन। सबै गुरुले भनेको मान्नु पऱ्यो होइन, गुरुले आफू होइन अब धेरै गुरुहरू हुन्छन्, सबैलाई पुग्नु पऱ्यो है। भिक्षा मागेर आएर सबैलाई पुग्नु पऱ्यो। अब पुगेन भनेपछि त फेरि हामीले उ त भएन नि है। पुगेन भनेपछि त गुरुले न अब अनेक अब उपाय अब लगाएर पनि होइन जसरी हुन्छ त्यस्तरी अब भन्ने भए गर्नु भनेर त्यसपछि अब हामीलाई चाहिँ काशी पठायो कि। अब हामीलाई चाहिँ काशी जाऊ भनेर अब हामीलाई काशी पठाउँछन्। काशी भनेपछि अब हामीले घरदेखि त्यो ठाउँदेखि निस्किनु पऱ्यो बाहिर। अब निस्केदेखि हामी त्यहाँ पुगिसकेका थियौँ है। भाग्ने मान्छेहरू यही बेला भाग्ने हुन् कि त्यहाँदेखि अब माथि। अब यो बेला भनेको आमा र बुवा चाहिँ गएर हामीलाई फर्काएर ल्याउँछन् कि त्यहाँबाट हो। यहाँदेखि चाहिँ अब हामीलाई फर्काएर ल्याएको, हामी काशी पढ्न गएको हो तर अब पढाइसकेर अब आइसक्यौँ कि। एउटा नमुना मात्र हो कि यति हुन्छ, तर जाने मान्छे चाहिँ गइहाल्छन्। तर अब हामी त्यहाँ पढेर पनि आइसक्यौँ कि। हामीलाई जानलाई सबै खर्च दिएको थियो। अब हामी त्यहाँ
शिक्षा हासिल गरेर यहाँ आइसक्यो है। फेरि अब त्यहाँ शिक्षा हासिल गरेर जब आयो है, त्यसपछि अब हामीले केही न केही बुझेका हुन्छौँ। त्यसपछि अब हामीले गुरुलाई नै भन्ने हुन्छ, गुरु चाहिँ अब हाम्रो चाहिँ यस्तो यो जीवन शैली चाहिँ यो चाहिँ हामी धान्न सक्दैनौँ। अब यसरी भिक्षा मागेर चाहिँ यो जोगीको भेषमा बस्न सक्दैनौँ होइन। के भनेपछि अब त्यसपछि हाम्रो चाहिँ यसपछि भनेको अब पढाइ गरेर आइसकेपछि अब हामी यो जोगीको भेषबाट चाहिँ मुक्त हुन्छ कि एकछिनपछि अब है। अहिले चाहिँ यहीँ बस्ने, हामी पढाइसढाइ गरेर आइसक्यौँ है, कास पुगेर आइसक्यौँ भने चाहिँ अब हामीले यहाँ पढाइसढाइ गरेर अब गुरुहरूले यहाँ सोध्नुहुन्छ, केही कुराको सोध्नुहुन्छ, त्यो कुरा हामीले बताएर अब हामी त्यसपछि चाहिँ त्यो जोगीको भेषबाट चाहिँ मुक्त हुनेछौँ कि। अब त्यहाँ अध्ययन गरेर आइसकेपछि अब हामीलाई गुरुले हामीलाई केही सिकाउँदै हुनुहुन्छ। अब भनेपछि अब हामीले चाहिँ त्यो मनुष्य चोलामा होइन, जोगी भेषबाट बाहिर आउँदाखेरि अब के गर्ने के नगर्ने भनेर अब हामीलाई सिकाउँदैछ। अब हामीले त्यो पनि गर्ने है। अब त्यसपछि अब हाम्रो त्यो व्रत गर्दाखेरिको हुन्छ नि त, अब लगाउने भनेको हामीले जनै हो। अब यो रेडी गरिँदैछ है, जनै भनेको यो चाहिँ हामीले अब व्रत गरिसक्यो भनेपछि अब यस्तो हो कि त्यो नमर्ने बेलासम्म के मान्छे जिउँदो रहने बेलासम्म यो चाहिँ कहिले पनि निस्किनु हुँदैन कि बाहिर। यो चाहिँ हामीले हालि नै राख्ने हो कि त्यो घाँटीमा। त्यो यस्तो गुरुले सिकाउनुहुन्छ हाल्ने तरिका पनि त्यही अनुसार अब हामीले हालिराख्ने हो कि यसलाई चाहिँ अब हामीले बाहिर झिक्नु परेन है, झिक्नु पनि पर्दैन। यो अब हामीले एकचोटि लगाइसक्यौँ व्रत गरेपछि भनेपछि यो जनै भनेको सदाको लागि भयो है। यो व्रतबन्ध भनेको सधैँको लागि हाम्रो यो जनै घाँटीमा रहने भयो है। चिनो भनेको यो हाम्रो अब यो कहिले पनि हाम्रो धार्मिक संस्कृति अनुसार एकचोटि लगाइसकेको जनै फेरि कहिले पनि निक्लिँदैन है। अब भनेको हामीले है, अब यहाँ जोगीको भेषबाट चाहिँ मुक्त हुने टाइम भयो हाम्रो अब है। अब हामीले कुटीमा पनि यस्तै हो, अब कुनै होइन, अब जोगी बनेर गएपछि अब धेरै अब लामो टाइमसम्म कोही पनि नगर्न सक्ने भने आफ्नो चाहना अनुसार हुन्छ त्यो है। अब त्यहाँ सक्दैन भ्याइँदैन भनेपछि त्यसले पनि छोड्न मिल्छ होला त्यसरी नै। अब हामीहरूले चाहिँ अब त्यो भिक्षा मागेर चाहिँ यस्तो गरेर चाहिँ अब हामी सक्दैनौँ भने है, सक्दैनौँ भने अब हामीलाई फेरि अब हामीले चाहिँ अघि जस्तै हुनु छैन, अब हामीले चाहिँ जोगी बन्नु छैन भन्दाखेरि अब हामी चाहिँ जोगीको भेषबाट मुक्त हुनेछौँ भनेपछि अब हामीले चाहिँ मेकअप गर्न, यो ऐना हेर्न, कपाल कोर्न है, नङ काट्न अब चाहिँ हामी पाउने भयौँ कि। अब त्यसपछि अब हाम्रो यो जो लगाएको छ नि त बिना सिलेको कपडा छ, अब यो कपडा पनि खोलिन्छ क्या। अब हामीले त सिलाएको कपडा लाउने भयो नि है। अब जोगीको भेषबाट मुक्त भइसकेपछि अब मान्छेहरूले जस्तो लगाउँछन् हामीले पनि त्यस्तै गर्ने है। ऐना हेर्ने, कपाल कोर्ने, नङ काट्ने होइन, सिलाएको कपडा लगाउने हो। अब हामीले त्यस्तो गर्ने हो कि अब गुरुजीले हामीलाई चाहिँ माला लगाइदिनुहुन्छ है। अब व्रत बन्द गरिसकेपछि माला लगाइदिने होइन। अब यो टाउकोमा हुन्छ नि त पगडी बाँध्ने हो, सबै यो अब गरिदिन्छन् क्या हाम्रो बिस्तारै। यसो भेषमा चाहिँ नङ्गा एकजनामा, एक लङ्गोटीमा, एक पोटे कपडामा, झोली मेखलामा गर्नुपर्छ। यही प्रकारले गर्नुपर्छ। अब गृहस्थमा पगडी यही छ। माला नहल्ल्या, श्रृङ्गार नलगाउन्या, ऐना नहेद्या, रौँ नकाट्या, नङ्गो नकाट्या, नङ्गोलाई त जाउँ नआन्छ जसम्म रह्यो, रौँदै काट्न आन्छ जाउँ। यही प्रकारले
ब्रह्मचर्य अब गृहस्थमा हुनाले कि अब वेश धारण बदल्नु पर्यो एक फेर अर्पण गर्नु पर्छ चुनाव बिप्ले गरेर पितृलाई भनेपछि अब कपडा सपडा लगायौँ होइन, सिलेको कपडा लगायौँ, माला लगायौँ, टक्क अब व्रत बन्द चाहिँ अब भइसक्यो कि अब हामीले त्यो जोगी बनेर जोगीको भेषबाट सब ऊ गरेर होइन अब आइसकेर पूजापाठ गर्न लाग्यौँ कि अब सबैको होइन सब गरिसकेर अब लास्टमा हामी भनेको यही पूजापाठ बाँकी थियो। अब चाहिँ हामी फेरि नै होइन त्यो जोगीको भेषबाट है त्यो भेषबाट अब हामी फेरि नै आफ्नै पहिलेको जीवन स्तरमा जस्तै आइसक्यौँ है। त्यसपछि अब यो हाम्रो सबै सकिएपछि है यो जोगीको भेष भनेको होइन भिक्षा माग्ने यताउति होइन अब सबै अब मनुष्य तलमा आइसक्यो पहिलेको जस्तै जीवन स्तरमा आइसकेपछि अब फेरि हामीले त्यस्तै घरभित्र जानु भएन है। घरभित्र जानलाई पनि फेरि हामीले घर पैसा गर्ने हो कि अब भित्रबाट होइन त्यो भित्रबाट अब गुरु होइन गुरुले हामीलाई जति बेला बोलाउनुहुन्छ त्यहाँ पूजापाठ गरिराख्नुहुन्छ त्यसपछि बोलाएपछि मात्र हामीले भित्र जाने हो किनकि त्यो अघि भनेको चाहिँ हामी होइन त्यो जोगी बनेर घरदेखि होइन सबै घर परिवार बिर्सेर है आफ्नो केही छैन भनेर एक्लो छु भनेर चाहिँ गइसकेका मान्छे घरदेखि गइसकेका मान्छे फेरि त्यही घरमा जानलाई चाहिँ हामीले चाहिँ त्यो घर पैसो गरेर जानुपर्छ कि भित्र चाहिँ है पूजापाठ गरेर जब होइन भित्र जाने अनुमति दिनुहुन्छ गुरुले हो त्यसपछि चाहिँ हामीले भित्र जाने हो है। त्यसपछि भित्र जाने हो, त्योभन्दा अगाडि हामीले भित्र जानु मिल्दैन। भित्र होइन हामीले त्यसरी त्यो खुट्टालाई पनि यहाँ त्यो भित्र राख्नै मिल्दैन कि त्योभन्दा अगाडि त्यो पूजापाठ हुन्छ सबै कुरा हुन्छ अनि त्यसपछि बल्ल हामीले चाहिँ भित्र जान पाउँछ कि है। अब भित्र जाने बेलामा चाहिँ यसरी अब आरती गरेर है पुरा आरती गरेर फेरि हामीले यस्तरी नै भित्र बोलाउँछन् है। त्यसपछि भित्र बोलाएपछि भित्र गएपछि सकियो व्रतबन्ध भनेको हाम्रो शुभ कार्य सफल भयो कि त्यसपछि सकियो व्रतबन्ध चाहिँ सकियो पूजापाठको कार्यक्रम चाहिँ हाम्रो सकियो। त्यसपछि रहने भनेको हाम्रो भोजन होइन यति नाचगान त्यसपछि बाँकी रह्यो भनेको त्यही हो। अब व्रतबन्ध पूजाको कार्य चाहिँ हाम्रो यो भित्र घर पैसो गरिसकेपछि यो भित्र गइसकेपछि सकियो। एक्लो भाइ बसेनी सुख छैन मेरो हजुर हरानी घसेनी मन थिएन जोगी बन्नलाई हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थे भन्नलाई एक्लो भाइ बसेनी सुख छैन मेरो साड़ी परे रेशमी स्टार तेरे गाँव में भल छाजू आई हाय सुनु कहारे हाँ हरी हरी साड़ी परे रेशमी स्टार तेरे गाँव में भल छाजू आई हाय सुनु कहारे तेरे माथा की लाल बिंदुली हाथ में चूड़ी बार सजी धजी बे भली लागे छे पूरी करी सिंगारे मेरी माधुरी सावरी
घुंघरू बजा कमर हिला बेरा हाँ ठुमा ठुमा नाच दे तू सबके बुला बेरा ठुमा ठुमा घुंघरू बजा कमर हिला बेरा भोजी दादा हाथ पकड़ी गोल गोल घेरा फटाफट है जा अबे बस तेरी देरा उठ के देखी बेरोनक अब आजा मेरी माधुरी सावरी सावरी तेरे खुटो का जावरी सावरी सावरी तेरे खुटो का जावरी तेरे खुटा का जावरी सिंगर स्टार लव कुछ दूंगी प्रेजेंट बाय आरके क्रिकेट क्लब करौली डायरेक्टर नेहा दीवाना म्यूजिक बाय श्रीदेव स्टूडियो चौथ का बरवाड़ा बसराम बाय पाउडेरा सहा ये लाल रंग की लुगड़ी पे जलरी वालो लेंगो ये काजड़ टीकी कलप चुटीला नखरो तेरो महंगो ये चुन्नी में परफ्यूम लगावे चुन्नी में ओई चुन्नी में परफ्यूम लगावे चुन्नी में ये धीरे धीरे नाच तोड़ेगी डीजे का फ्लोर तोड़ेगी रे सारी नाचेगी डीजे का शो करेगी ये आँख्या में तू काजड़ चूड़ो हाथा में पैरे छे ये होटन पे लिप लोज में कप मुंडा को करे छे ये मेकअप सू ओई मेकअप सू तेरो चेहरा री चमके मेकअप सू तेरो चेहरा री चमके मेकअप सू तेरो चेहरा री चमके मेकअप सू ओई मेकअप सू तेरो मुंडो चमके री मेकअप सू ये बटर फैलाई माता में बिंदिया घना जोर की लागे ये पतड़ी सनिया वाड़ी लुगड़ी मुंडो तेरो दिखे ये हाथन में हो हाथन में ये अंगूठी पैर हाथन में हो हाथन में ये अंगूठी पैर हाथन में
ये कैमरा में लेवे सेल्फी डांस दिखावे डीजे पे ये कालो लहंगो गजब लगे छोरी लुगड़ी पीड़ी पे ये फोटो में ओए फोटो में छोरी गजब लगे तू फोटो में मेरे जब इनो फुटे भाको एउटा जाले रुमाल फुल भरेको छैन ओइ भाको एउटा जाले रुमाल फुल भरेको छैन हेर्दै जान्छौ सानो तिमीले पिरातीमा भइन पिराती हे बराई पाको टपरी हुनी हे बराई नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको सालको पारी हुनी हे बराई नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बराई छि हल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको मुटु कहाँ भएन मारो दिललाई जलाइ मुटु कहाँ भएन मारो नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको सालको पातको टपरी हुने हे बराई नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको तिम्रो कति छ कति हे बराई नलाउ पछि हल्लाइको कसैको भिडियो भयो त के पो फेसबुकमा झन् फेसबुकमा हाल्यो कि नआयो भन्नु खोज्यो फेसबुकमा हाल्यो हो पक्कै अहिले हालिदिनु छेउमै छ नि लाली फुलाउने किन हेर्छ छेउमै छ नि लाली फुलाउने किन हेर्छ जुगे काट्ने आश छ मलाई मन अरू विषय भोलि के भने कसरी चाहिँ नानी फेरि म भिडियोमा आएको त हाल्दा त नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि फेसबुकमा गर्नु नाच ढोला गरिदिया या मने सबको भिडियो बना हाल्ला मान्छे तम आ बैठे बरा बनाला राम्रो छ नि कल गरेर बना खला तुम्हारा राम्रो
सधैँ झन्किएकै